हेलो साथीहरू नमस्कार। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। साथीहरू यो रहेको छ गुठुको विशाल बजारमा रहेको हाम्रो लखन एग्रोभेट सेन्टर। कृषक साथीहरूको एकमात्र भरपर्दो एग्रोभेट सेन्टर लखन एग्रोभेट। यस लखन एग्रोभेट सेन्टरले 25-26 वर्ष अगाडिदेखि नै कृषकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। प्रत्यक्ष र अप्रत्यक्ष गरी दुवै माध्यमबाट हामी कृषकहरूको नजिक रहेका छौँ। आज पनि कृषकले भैँसीको पाठेघर फर्केछ, कृपया आइदिनु होला भनेको हुनाले हामी पुसाई र म जाँदैछौँ कृषकको घरमा। पुसाईले आवश्यक सामग्री औषधिहरू सबै आफ्नो ब्यागमा राखिसक्नुभयो अनि उहाँ रेडी हुनुहुँदैछ जानको लागि। अनि म पनि पुसाईसँगै गाडीमा बसेँ। यता फेरि मेरो छोरी मलाई देखेर रुँदै छिन्। साथीहरू यो रहेको छ हाम्रो विशाल बजार गुठुमा रहेको यस्तो छ। अनि यो चाहिँ हाम्रो बस पार्क। हाम्रो बस पार्क व्यवस्थित रूपमा रहेको छैन, तर बनाउने निर्माण गर्ने काम भइरहेको छ धमाधम। अनि राति पानी परेको हुनाले बाटो चाहिँ एकदम अप्ठ्यारो चिप्लो थियो, त्यही पनि हामी गयौँ। बाटो चाहिँ एकदमै चिप्लो र अप्ठ्यारो थियो साथीहरू। हजुरहरूले देख्न सक्नुहुन्छ बाटोको अवस्था। अनि आजको मौसम हाम्रो यस्तो रहेको छ साथीहरू। बादल लागे पनि अलिक खुलेको जस्तो देखिएको छ, क्लियर छ, कुहिरोहरू लागेको छैन, सबै हटेर क्लियर देखिएको छ आकाशमा बादल भए पनि। अनि हामी मेन रोड छोडेर लाग्यौँ भित्रपट्टि, किनकि कृषकको घर यता भित्रपट्टि थियो। अनि यहाँ पनि देख्न सक्नुहुन्छ साथीहरू बाटोको अवस्था यस्तो गाह्रो छ यो बाटोमा। म चाहिँ झरेँ अनि पुसाई चाहिँ गाडी अगाडि लैजाँदै हुनुहुन्छ, म चाहिँ हिँडेर गएँ। अनि यहाँबाट फेरि म गाडीमा चढेर गयौँ हामी कृषकको घरमा। अनि यहाँ चाहिँ वरिपरि तारले बारेर राखेको रहेछ। यहाँ भित्र चाहिँ दारको बुट्टा लगाएको रहेछ। यो बुट्टाको नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन, तर यहाँ कति धेरै लगाएर राख्नु भएको रहेछ। मैले भिडियो लिइहालेँ। अनि हामी गाडी राखेर फेरि किसानको घरतर्फ लाग्यौँ। यहाँ चाहिँ भित्र लोकल कुखुरा छोडिदिएको रहेछ, तलबाट झुलले पनि बारेको कस्तो राम्रो गराएर। लोकल कुखुरा पनि मजाले हुर्किने अनि रुख बोट बिरुवा पनि भएको ठाउँ रहेछ। यो चाहिँ यता यो ब्रोइलर कोइलर हाल्नुभएको रहेछ। बिरामी भैँसी चाहिँ यो रहेको रहेछ। मालिक चाहिँ त्यहाँ नजिकै उभिनु भएको छ। पुसाई चाहिँ उसको हिस्ट्री लिँदै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ पशुको बानी व्यवहारहरू कस्तो छ भनेर। यहाँ चाहिँ पुसाईले कृषक अथवा पशुधनीसँग पशुको बारेमा हिस्ट्री लिँदै हुनुहुन्छ। अनि उहाँले अब औषधि तयार पार्दै हुनुहुन्छ, कुन औषधि चलाउने भैँसीलाई भनेर। यहाँ चाहिँ पुसाईले औषधि लोड गर्दै हुनुहुन्छ। त्यसै त भनिएको रहेनछ साथीहरू, प्राविधिकहरूलाई कृषकको साथी भनेर। हेर्नु न उहाँ हजुरबा कति खुसी हुनुहुन्छ अब मेरो भैँसीलाई सन्चो हुन्छ भनेर। भैँसीलाई चाहिँ एकदमै बढी दुखाइ भएर उसको नजिक जानै दिएको थिएन कसैलाई पनि। पशुधनीलाई पनि एकदमै गाह्रो भयो उहाँको आफ्नो भैँसीलाई यसरी कन्ट्रोल गर्नको लागि। अनि फेरि उहाँ पनि जानुभयो। 2-3 जना लागेर पनि पशुलाई काबुमा ल्याउन नसकेपछि हामीले भैँसीको खुट्टा बाँधेर उपचार गर्ने भनेर निर्णय गर्यौँ। त्यसपछि पशुधनीले भैँसीलाई बाँध्नको लागि डोरी खोज्न जानुभयो। भैँसी चाहिँ डराएर यसरी माया लाग्दो गरेर हेरिरहेको थियो। अनि यो भैँसीको खुट्टा बाँध्न पनि एकदमै गाह्रो भयो। बाँध्नलाई त पछाडिको 2टा खुट्टा बाँध्ने भनेर भनेका थियौँ, तर भैँसीले पछाडिको खुट्टा बाँध्नै नदिएपछि अगाडिको खुट्टा बाँध्ने प्रयास गर्यौँ। हामीलाई चाहिँ भैँसीले त्यहाँ नजिक नै पर्न नदिएपछि पशुधनीहरू आफूहरू 2 जना मिलेर भैँसीको खुट्टा बाँध्ने प्रयास गर्नुभएको छ। त्यही पनि भैँसीले बाँध्न नदिएर कहिले डोरी चुटाल्ने, कहिले उफ्रिने जस्तो प्रतिक्रियाहरू देखाइरहेको छ भैँसीले। मलाई चाहिँ भैँसीको खुट्टा बाँध्नको लागि एकदमै गाह्रो भयो। अनि हजुरबा पनि आएर यसरी हेरिराख्नु भएको छ। उहाँहरू 2 जना मिलेर भैँसीलाई बाँध्ने प्रयास गरिराख्नु भएको छ। मानिरहेको छैन भैँसी अझै। 2 जना मिलेर एकजनाले भैँसीलाई चिलाइदिने अनि अर्को जनाले चाहिँ बिस्तारै बाँध्ने प्रयास गरिराख्नु भएको छ। त्यही पनि भैँसी मानिरहेको छैन, किनकि भैँसीलाई एकदम गाह्रो भएको रहेछ। फाइनल्ली भैँसीलाई बाँधिसकेपछि सुई लाउने प्रयास गर्दा यस्तरी जम्प गर्यो भैँसीले, मान्दै मानेन। त्यही पनि हामीले हार मानेनौँ। पुसाईले चाहिँ फेरि भैँसीलाई इन्जेक्सन लाउने तयारी गर्नु भइरहेको छ। भैँसीलाई फकाइराख्नु भएको छ। भैँसी चाहिँ एकदम दुखेर गाह्रो भएर
एकदम उफ्रिरहेको थियो, त्यसैले उसको उपचार गर्न एकदम गाह्रो भइरहेको थियो। साथीहरू देख्न सक्नुहुन्छ हजुरहरूले। एउटा खुट्टा बाँधिदिँदा पनि भैँसी उफ्रिरहेको हुनाले भैँसीको उपचार गर्न निकै कठिन भइरहेको छ साथीहरू। भैँसी चाहिँ एकदम जम्प गरिराख्ने भएकोले भैँसीलाई सुई लगाउन गाह्रो भयो। त्यही पनि सबैजना मिलेर यता सुई लगाउँदै हुनुहुन्छ। म चाहिँ यता इन्जेक्सनमा औषधि लोड गरिरहेको छु। औषधि लोड गरिसकेपछि मैले पनि भैँसीको भिडियो गराउँदैछु साथीहरू। सुई लगाएको फाइनल्ली पुसाइले भैँसीलाई इन्जेक्सन लगाउन सफल हुनुभयो। भैँसी चाहिँ एकदम उफ्रिरहेको थियो, देख्न सक्नुहुन्छ एकदम एग्रेसिभ भइरहेको थियो। फाइनल्ली भैँसीलाई इन्जेक्सन लगाउन सफल भयौँ साथीहरू। अनि भैँसीलाई इन्जेक्सन लगाइसकेपछि एकछिन आराम गराएर उहाँले भैँसीलाई पानी खान दिँदै हुनुहुन्छ। भैँसीको उपचारपछि पुसाइले यसरी भैँसीको उपचारमा प्रयोग भएको सिसा अनि निडिलहरू यसरी आफ्नो ब्यागमा राख्नुभयो। यो चाहिँ हामीले घर ल्याएर एक ठाउँमा डिस्पोज गर्छौँ। त्यसपछि पुसाइले भैँसीको स्याहार र उपचारमा ख्याल राख्नु भन्दै कृषकलाई सम्झाउनु। अनि उहाँ कृषकहरूले चाहिँ हामीलाई यसरी कटर दिनुभयो। कटर र पुसाइले बुद्ध विहारमा रोप्नको लागि चाइनिज दुबो ल्याउनु भएको छ। यो थैलो नि लाग्यौँ हामी घरतिर। यस्तो रहेको छ साथीहरू हाम्रो गुठुको गाउँ। आजलाई यति नै साथीहरू। कस्तो लाग्यो मेरो मिनी भ्लग कमेन्टमा प्रतिक्रिया जनाउनु होला। अनि छिट्टै म अर्को मिनी भ्लग लिएर आउने छु। त्यतिन्जेलसम्मको लागि मलाई बिदा दिनुहोस्। अनि मेरो भिडियो लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला साथीहरू। थ्याङ्क यू फर वाचिङ।